टाइममा दाइ म निखिलजी हामीसँगै बसेको थियो त्यति बेला निखिलजीले चाहिँ बिहा गर्नुपर्छ भन्ने होइन अनि म र दाइ चाहिँ हामी चाहिँ थियो कि होइन बिहा नगर्ने हामी बिहा गर्नै पर्छ जरुरी छैन नि किन गर्ने भन्नेमा थियो तर दाइले टिप्स दिनुभएको होइन हौ निखिलजी पनि हुनुहुन्थ्यो उहाँ त विवाहित हुनुहुन्थ्यो देशको सुटिङ गरिरहेको थियो हामी अनि उहाँले भन्नुभयो होइन बिहे गर्नुपर्छ नि भन्ने कुरा थियो उहाँको होइन अनि उहाँले बिहे गर्नुपर्छ भन्नुभयो कि गरिरहनुपर्छ भन्नुभयो तर मेरो सानो सजेसन चाहिँ के छ भने यदि कोही भेटिहाल्नु भयो र तपाईँको दिमागको घन्टी बजिहाल्यो भने त्यो घन्टीको गुन्जन कम हुनुभन्दा अगाडि नै बिहे गर्नु त्यो घन्टी चाहिँ कहिले बज्छ त्यही चाहिँ थाहा भएन त्यो गुन्जन बन्द हुनुभन्दा अगाडि गर्नुहोस् होइन पछि विवाहपछि गुन्जन कम भयो भने पनि उसको घन्टी बजाइ गाइज सिक्री हराउने दाइको भिडियो हेरौँ अनि यसको फन्ने कमेन्ट पढ्ने है त मेरो जिम पार्टनर भाइरल सिक्री हराउन गाय रुको जरा सबर करो अब अर्को आन्दोलनमा औठी हराउँछ है ज्यान मात्र होइन मन पनि बलियो बनाउनु पर्यो दाइ रोइदिने दिनभरि करायो सिक्री नै हरायो यो सिक्रीको नाम इतिहासमा आउँछ आफू रोएर अरूलाई हँसाउन सफल व्यक्ति 7 पुस्तासम्म राजाको नाम नलिनु होला दाजु सिक्री घरमा बिर्सेको रहेछ दाइले हावामा रोएर यस्तै रमाइलो भिडियो हेर्न डिम्पल क्वीन आइडीलाई फलो गर्नुहोस् सबैभन्दा छोटो समयमा सही जवाफ दिनु भएको छ सुमन सुवेदीजी सोमेन सुवेदीजी आउनुहोस् कति वर्ष हुनुभयो सुमन सुवेदीजी 21 मा हिँड्दै 21 म भन्दा 3 वर्ष जेठो Still Snoop Dogg and D.I. Guess who's back? यदि तपाईँ हलिउडको एक्टर भइदिएको भए के हुन्थ्यो होला हलिउडको एक्टर हुन्थ्यो होला Okay.